नेताहरूको महान पर्व 2082 11-21 को चुनाव सफल पार्न हामी दुईजना। सो भर्खरको हामी बसेको होटेल, हामी उठेर फ्रेस भएर नुहाइधुवाइ गरेर हामी निक्लिएका छौँ भोट हाल्नको लागि। मेरो बुढीले हरियो लुगा लाएको छ, यसको मतलब हरियोमा झ्याप पार्दैछ। सो हामी भोट हाल्न जाँदैछौँ। लाइन पनि तपाईँलाई देखाउँछु, सँगै बस्नुलाई त। हरियो यो पटक हरियो। हेलो साथीहरू, ल अब म चाहिँ भोट हाल्न हिँडेँ होइन। अब हामी चाहिँ अब काठमाडौँबाट हेरेरसम्म आएको थियो। अझ म चाहिँ भोट हाल्दैछु। हाम्रालाई भन्दा नि राम्रोलाई चाहिँ हाल्नु पाऊँ र मैले आज गरेको एक भोट एक मतले चाहिँ राम्रो व्यक्तिलाई राम्रो ठाउँसम्म पुऱ्याउँ, यही नै मेरो सबैजनालाई शुभकामना छ। बुझेर हाल्नु होला भोट हाल्दाखेरि। हरियो वन नेपालको धन। वन भनेपछि तपाईँलाई पक्कै थाहा पर्छ हामीले केमा भोट हाल्छौँ। हरियो लुगा, हरियो वन, हरियो मन, हरियो तन, हरियो धन हुन्छ है त साथीहरू। ल साथीहरू, मैले चाहिँ जिन्दगीमा पहिलोचोटि भोट हालेँ होइन। यो चाहिँ भोटको निशानी हो। चस्कनु चस्कनु चस। हरियो वन नेपालको धन भनेर हरियो कुर्ता लाएर भोट पनि हालियो।